नमस्कार। म हजुरहरूलाई सम्पूर्णलाई मेरो जति पनि मेरो युट्युब च्यानललाई सब्स्क्राइब गर्नुहुने हुनुहुन्छ हजुरहरू सम्पूर्णलाई मेरो तर्फबाट नमस्कार। सेवा ढोग के छ कस्तो छ हजुरहरूलाई? सन्चै आरामै हुनुहुन्छ होला पक्कै पनि। मैले धेरै लामो समय भयो युट्युब च्यानल पनि खोलिरहेको छु। मैले आफूले भने जस्तो राम्रो सोचे जस्तो केही कुराहरू आफूले जानेका कुराहरू अनुभवहरू तपाईहरुलाई शेयर पनि गर्न चाहन्थे, मैले चाहन्छु पनि। तर कार्यव्यस्तता कहिले कता आफ्नै कार्यव्यस्त भएको हुनाले मैले कति भिडियोहरू आफूले चाहँदै पनि बनाउन सकिराखेको थिएन। त्यसो भएको भएर म हजुरहरूलाई आज एकदमै मलाई के कुरा याद आयो भन्दा, काम गर्दै गर्दा मैले यो भिडियो बनाउँछु। यस्ता भिडियोहरू जो जीवन उपयोगी छन्, जो तपाईले एउटा त्यो गरे बाफत हैन चाहिँ एउटा मैले त्यो चाहिँ भनिदिए बाफत त्यो धर्म पनि हुन्छ, पुण्य पनि कमाउँछु भन्ने पनि लायो र चाहिँ एउटा सेवा पनि होला। घर बसी घर आउनेको त मैले सेवा गर्छु नै हैन, घर बसी पनि सेवा हुन्छ। त्यो चाहिँ टाढा देश विदेश रहनेलाई पनि सेवा होला भनेर मैले के सोचेको छु भन्दा, अब मैले जानेका जति पनि एकदमै उपलब्धिमूलक चाहिँ कुराहरू, विधिहरू, एउटा प्रक्रियाहरू हुन्छ नि, त्यो प्रक्रियाहरूलाई तपाईमाझ चाहिँ म शेयर गर्न चाहन्छु। हजुरहरूले झर्को नमानिकन यदि तपाईहरुलाई कुनै बखत चाहिने पनि हुनसक्छ, यस्ता भिडियोहरू म अब बनाउँछु हजुरहरूलाई। जीवनमा कस्तो हुन्छ भन्दा, मान्छेले चाहेर भन्दा पनि नचाहेर कति कुराहरू हुन्छन्। त्यसको लागि हामीले चाहिँ कतिपय कुराहरू हामीले डाक्टरलाई देखाएर हुनुपर्ने चिजहरू हुन्छन् भने, कतिपय चिजहरू हामीले डाक्टरको परामर्शले पनि हामीलाई पुग्दैन। त्यो भनेको हाम्रो जीवनयापन गर्दै गर्दा विभिन्न अप्ठ्याराहरू, असन्तुष्टिहरू चाहिँ आउँछन् के। त्यस्तो आउँदाखेरि चाहिँ यी साना कुराले पनि कहिले कसो मान्छेलाई असन्तुष्टि पुर्याएको हुन्छ, कहिले कसो चाहिँ मान्छेलाई चाहिँ तनावग्रस्त बनाएको हुन्छ। एउटा शान्ति एकान्त समाज, एउटा समाज भन्न आएछ मलाई। अब पहिला परिवारबाट ठुलो समाजलाई नै ठुलो चाहिँ नराम्रो तर्फ लगिरहेको हुन्छ, अशान्तितर्फ लगिरहेको हुन्छ हैन। त्यही भएर मैले के सोचेँ भन्दा, आज म तपाईहरुलाई आज एउटा विधि बताउँछु। त्यो विधि मध्ये एउटा चाहिँ के हुन्छ भन्दा, जस्तो हजुरले खाँदै गरेको खानामा अकस्मात कतैबाट जानी त हामीले चाहिँ राखिन्न खानामा, तर अन्जानवश नजानिकन कहिले कसो कपाल पर्छ हैन, टाउकाको कपाल पर्छ के। त्यस्तो बेलामा हाम्रो बुढा पुरानाले गरेको विधि र युजमा आएको विधि के हो भन्नुहुन्छ भने, अनि त्यो के हो भन्नुहुन्छ भने, पहिला हाम्रो बुढा पुराना बाजे बराजुको पालादेखि चलिआएको चलन, हामीले देखिरहेको, जानिरहेको, बुझिरहेको र त्यो गर्दा सन्चो पनि भएको। जस्तो अब अकस्मात कपाल निलियो, अब निलेपछि त के गर्ने त्यसलाई हैन, त्यसले त समस्या दिलाउँछ। त्यो त घाँटीमा दुखिरहन्छ, कपाल निल्यो भने त घाँटीमा गएर अल्झियो भने त हैन। त्यस्तो भयो भने के गर्ने भन्नुहुन्छ भने, एउटा उपाय छ, पुरानो उपाय। त्यो के छ भन्नुहुन्छ भने, ढोकामा उम्मिने काइयो ल्याउने, कपाल कोर्ने काइयो ल्याउने र ढोकामा उम्मिने, ढोका बाहिर है, ढोका बाहिर, मुख चाहिँ ढोकाभित्र। मुख भन्नाले अब मुखले चाहिँ अनुहार चाहिँ घरभित्र हेर्नु पर्यो, ढोकाबाट भित्र हेर्नु पर्यो हैन। तर ढोकाको बाहिर ढोकैमा के चलन छ भन्दा, ढोकैमा बसेर यो कपाल झार्ने चलन छ के, उहिलेको चलनमा। अनि चाहिँ के भन्ने चलन थियो भन्दाखेरि, सेती गाईको पानी मालु गाईले खाई, उठी बस हेरन, उठी बसन हेरन भन्ने एउटा चाहिँ भन्ने चलन थियो। सुती खाउली, बसी खाउली, सेती गाईको पानी उठी जाऊ माउली, दोलो भो फु भनेर
के गर्ने थियो भन्दा ढोकामा चाहिँ उम्मेर है, फेरि बसेर पनि झार्नु हुँदैन, उम्मेर खडे खडे घोप्टी परेर त्यो कपाललाई झार्ने चलन थियो। कपाल चाहिँ त्यो काइयोले चाहिँ घाँटीमा 7 फेरासम्म उठेर त्यही कपाल यसरी काइयोले चाहिँ समातेर घाँटीमा यसो गरेर कोरेर त्यही घाँटीमा कोरेर चाहिँ त्यही ढोकामा झार्ने, ट्याक 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 7 चोटि झार्ने र अनि फेरि चाहिँ सुनपानी बनाएको खाने। त्यहाँबाट अर्को के खाने भन्नुहुन्छ भने छ भने पाती खाने, छैन भने चाहिँ त्यो के खाने चलन छ भने छ भने पातीको मुन्टा चाहिँ मरक 3 चोटि चपाउने हैन त। छैन भने चाहिँ त्यो बाँसाको पानी पनि खाने चलन हुन्थ्यो उहिले। बाँसाको पानी खाने, नभए चाहिँ त्यही पातीको मुन्टा चपाउने। त्यो पनि छैन भने चाहिँ 7 चोटिसम्म पानी खाने, 7 चोटिसम्म पानी खाने। त्यति भनेर दैलामा चाहिँ त्यो काइयो यस्तै गरेर घाँटी कोर्दै दैलामा ट्याक ट्याक झार्ने, घाँटी कोर्दै ट्याक ट्याक दैलामा झारेर त्यस्तो गरेपछि एकछिनपछि सन्चो हुन्थ्यो के। हाम्रो पनि पहिला घाँटीमा त्यस्तो दुख्यो भने, कपाल झुक्केर खाइयो भने त्यस्तो हुन्थ्यो र अनि त्यस्तो गरिसकेपछि मालु गाईलाई चाहिँ गाईको नाम ल्याएर अब उहिले अब के हो त्यो चल्ती। अब पहिला मन्त्र भनौँ, अब त्यो मन्त्र अब लाग्या हो त होला के भन्नु पर्यो एउटा चलन चल्तीमा। अब त्यो केही विशेष कारण होला त्यसको पनि, त्यस्तो गरेर झार्ने चलन हुन्थ्यो के पहिला। अब हजुरहरूले त्यो गर्नुभयो कि गर्नु भएन। यदि त्यस्तो अकस्मात भयो, दुख्यो हैन, डाक्टरको औषधि खाएर पनि सन्चो नभयो भने त्यो पनि गर्न सकिन्छ। त्यो गर्यो भने छिटो सन्चो पनि हुन्छ। कहिले कसो अक्कल झुक्कलमा घाँटी दुख्छ के, त्यो कपाल खाइयो भने, कपाल रह्यो भने घाँटीमा गएर अल्झियो र त्यही गयो भने त्यस्तो हुन्छ। त्यही भएर त्यो गर्न पनि नबिर्सनु होला। यो एकदमै पुरानो उपाय पनि हो, अनि त्यहाँबाट मानिआएको, हामीले गरिरहेको, अनि त्यहाँबाट सन्चो पनि भएको उपाय भएको भएर हजुरहरूलाई बताइदिएको मैले। त्यो चाहिँ गर्न नबिर्सनु होला। सानो केटाकेटीले प्राय गरी खानेकुरा नहेरिकन गमगुम खान्छन्, अनि त्यहाँबाट कहिले कस्तो झुक्केर कपाल पर्यो भने पनि घाँटी दुखाइरहन्छन् के, सन्चो हुन्न, घाँटी दुखाउँछन्। त्यस्तो भयो भने त्यस्तो उपाय गराउनु भयो भने पनि सन्चो हुन्छ। तपाईहरुले चाहिँ गरेर यो उपाय गरेर पनि हेर्नु होला। आजभोलि त डाक्टर हस्पिटल गर्ने चलन छ, तै पनि त्यो गरेर पनि हेर्न सक्नुहुन्छ। त्यो उपचार गरेर सन्चो भएन भने पनि यो गर्नु होला, सन्चो हुन्छ। अनि यो चाहिँ मैले गरेको, अनि उहिले त्यही गर्ने चलन थियो, अनि त्यहाँबाट फेरि सन्चो पनि हुन्थ्यो। त्यही भएर त्यस्तो सिकाएको। हजुरलाई कुनै बखतमा कसैलाई चाहिँ चाहिन सक्छ, लामो समयसम्म सन्चो नभएर कस्तो तनाव दिन्छ नि त, घाँटीमा चाहिँ थुक निल्दा पनि चसक्क दुखिरहन्छ। त्यही भएर त्यो गर्नुभयो भने धेरै ठिक हुन्छ के। त्यही भएर भनिदिएको मैले हजुरहरूलाई। ल, धन्यवाद।